बच्चाहरू कति धेरै आएका हुन् खुसी टप्पु घुम्न आएछन् यहाँनिर राम राम हाम्रो बच्चाहरू यहाँ स्कुलको बच्चाहरू नानी बाबुहरू खुसी टप्पु घुम्नको लागि स्कुलबाट ल्याए जस्तो छ आउँदैछन् यहाँ यति धेरै ग्रुप छन् नि आज म यहाँ के अरे सुनसरीको खुसी टप्पु वन्यजन्तु आरक्षणमा घुम्न आएको हामी काठमाडौँदेखि चाहिँ अस्ति 2-3 दिन भयो आएको आज चाहिँ हामी यहाँ घुम्न आउँदैछौँ यहाँनिर अब हाम्रो गाडी चाहिँ यो पछाडिको गाडी चाहिँ हामी यो गाडीमा आएको अब यसमा नै टिकट काटेर भित्र जान मिल्छ अरे अनि हामी अब घुम्दैछौँ यो चाहिँ फर्स्ट टाइम हो खुसी टप्पुमा कस्तो छ के एनिमल्सहरू देखिन्छ हेर्नु चराचुरुङ्गी अर्ना चाहिँ धेरै देखिन्छ भन्ने सुनेको थिएँ होइन तर कस्तो छ थाहा छैन अब हामीले गाडीमा चढेर जान्छौँ है त यतातिर पोखरी पनि रहेछ यहाँ पछाडि दिदी भिनाजु नानी आउँदै हुनुहुन्छ हामी चाहिँ दिदी भिनाजु नानी म दिदी बाबु 6जना अनि एउटा ड्राइभर हेरेर 7जना चाहिँ हामी आएको छौँ यतातिर हेर्नु न यहाँनिर पोखरी जस्तो छ पोखरी हो कि ताल हो कि नहर हो कि खै के हो त्यो छ रमाइलो रहेछ अहिलेको वेदर चाहिँ न जाडो छ न गर्मी छ ठिक्क रहेछ यता तराईतिर घुम्नको लागि चाहिँ यो वेदर एकदमै बेस्ट हुँदो रहेछ है त हाम्रो यहाँ हात्ती देखिएर हामी हात्ती हेर्दैछौँ छावा पनि छ हामीले यहाँ हात्ती भेट्दा र हात्तीसँग हामीले फोटो खिच्यौँ कति धेरै हात्तीहरू छन् यहाँ यता हात्ती उखु हात्ती न हात्ती यता पनि हात्ती तिमीले गाह्रो हुन्छ अरे हात्ती यहाँ ठुलो हात्ती हुनुहुन्छ यहाँ जय गणेशा रमाइलो भएपछि टप्पुमा हात्तीलाई भेटेर मजा आयो नि छोरो हात्ती देखेँ म है अनि हात्तीसँग यसरी फोटो खिचौँ न त अब खोइ हात्ती खोइ ऊ पछाडि हात्ती बच्चालाई चलाउनु हुँदैन रे हात्ती रमाइलो भयो नि कस्तो रमाइलो भयो नि बेलुका अनि खान्छ नि त अरू नि जाम दिदी अब यिनीहरूलाई जति हेऱ्यो नि हेरिरहनु मन लाग्छ के अरे ल
डुब्ने हो र दिदी पुरै तलै लैदिन्छ यसले त तल पुर्याइदिन्छ घुमाउरो बनाएर ट्राई गर्ने हो कि हामी यहाँनिर रामधुनी भन्ने ठाउँमा जाँदैछौँ त्यो चाहिँ खै के हो रामले लगाएको धुनी भन्ने ठाउँमा रामले लगाउनु भएको त्यस्तो निभेको छैन अरे त्यस्तो ठाउँमा हामी जाँदैछौँ हामी यो बाटो खिच्छौँ कस्तो मजाको बाटो रहेछ ल हामी रामधुनी गएर फर्कदैछौँ त्यहाँ चाहिँ कहिले पनि नरोकिने गरेर धुवा निस्किरहँदो रहेछ भित्र अँध्यारो भएको हुनाले मैले फोटो भिडियोहरू लिन अब चाहिँ हामी बिर्ता मोडतर्फ फर्कदैछौँ हिजोदेखिको हाम्रो ट्रिप एकदमै रमाइलो भयो कोसीटप्पु गयौँ त्यहाँ खासै धेरै जनावरहरू त केही पनि देखिएन अर्ना टाढा टाढा देखियो चराचुरुङ्गीहरू देखिए धेरै त देखिन तर हाम्रो ट्रिप चाहिँ रमाइलो नै भयो जे होस् अनि पूर्वी नेपालको यो घुमघाम अझै बाँकी नै छ मेरो सो स्टे ट्युन अब सबैजनालाई बाई सबैजना खुसी रहनु होला हेल्दी रहनु होला फिट रहनु होला बाई